हेलो एभ्रीवन नमस्ते फेरि पनि स्वागत छ हजुरहरुलाई नयाँ भिडियोमा आज चाहिँ हामीले गर्न जाँदैछौँ नो हैन्ड फुड च्यालेन्ज र गाइस यो च्यालेन्जको लागि कन्टेस्टेन्ट चाहिँ यहाँ छन् देख्न सक्नुहुन्छ हाम्रो कन्टेस्टेन्ट चाहिँ यिनी रहेका छन् देख्न सक्नुहुन्छ र गाइस यो च्यालेन्जमा चाहिँ एउटा खतरा ट्विस्ट छ जित्नेलाई चाहिँ यो 1000 रुपैयाँ छ सेकेन्ड उनीलाई चाहिँ यहाँ खुर्सानीको रस छ हामीले चाहिँ खुर्सानी पिसेर पुरै रस बनाएका छौँ सेकेन्ड उनीले चाहिँ यो खाने छ र गाइस लास्ट उनीलाई चाहिँ यो तिते करेलाको झोल खाने छ देख्न सक्नुहुन्छ यस्तो कडा छ र गाइस जित्नेलाई चाहिँ यो 1000 रुपैयाँ पाउने छ र गाइस अब चाहिँ हामीले यिनीहरूको हात बाँध्ने छौँ लेट्स गो नो हैन्ड फुड च्यालेन्ज भनेपछि चाहिँ सुरुमा हात बाँध्नुपर्छ सो गाइस अब चाहिँ हामीले यिनीहरूको हात बाँध्छौँ ल पाले पाला आइज लाइन लाएर हामीले यिनीहरूको हात बाँध्दैछौँ लेट्स गो हामीले यिनीहरूको हात बाँध्दैछौँ लेट्स गो केही हतियार छन् कि थम्थुम अगाडि अब चाहिँ हाम्रो अर्को आएको छ ल पवन ल हातले तर पछाडि अगाडि बाँध्ने र छोडिन ल अब चाहिँ हामीले यसको हात बाँध्दैछौँ नाक साक चिलाउने भोलि चिला अलि मेरो अक्का अलि जान तिम्रो हात लामा हान्गिरी में त सुरुमा चाहिँ यिनीहरूले चाहिँ बिस्कुट खोलेर खान पर्ने हुन्छ लेट्स गो सबै खोलेर खानु पर्यो एक दुईटा पिस ल गाइस अब चाहिँ हाम्रो च्यालेन्ज स्टार्ट हुँदै जाँदैछ लेट्स गो ल च्यालेन्ज स्टार्ट गरौ मुले होला कसले चाहिँ गाइस र गाइस पवनको चाहिँ आइसकेको छ ल्याडियो कसले जित्छ ल है अभियानले पनि खोली ट्राई गर्दैछ है ल छिटो होला है छिटो कसले खोल्छ है ल कसले है ल है हात चाहिँ गाइस बाँधेकै छ है यस्तै खोलिसकेको छ देख्न सक्नुहुन्छ है चाहिँ छिटो यता चाहिँ अभियानले चाहिँ खोल्न सकेको छैन छिटो खोल अभियान छिटो ल निशाल चाहिँ गाइस खोलिसकेको छ च्यालेन्ज चाहिँ एकदमै खतरा भएको छ निशाल चाहिँ फुटाइसकेको छ देख्न सक्नुहुन्छ र पवनले चाहिँ खाँदैछ है छिटो निशा तँलाई कस्तो लागेको छ च्यालेन्ज हजुर अभियान सबैले कुडो बनाइसक्यो यिनीहरूलाई चाहिँ खाने भन्दा बढी चाहिँ भुइँमा धुलो पुठो पारेर फालेका छन् देख्न सक्नुहुन्छ हेर्नु त पवनले चाहिँ अझै खोल्न सकेको छैन कोहीले खोल्नियोस् हाम्रो यहाँ च्यालेन्ज चाहिँ चलिरहेको छ र निशाल चाहिँ खाएर भइसकेको छ छिटो खोल पवनले चाहिँ गाइस अझै पनि खोलेर सिधाएकै छैन हेर्नु त गाइस अझै पनि खोलेर भ्याएकै छैन च्यालेन्जको अहिलेको विनर चाहिँ निशा भइकी छ फर्स्ट यसले चाहिँ खाइसकेको छ देख्न सक्नुहुन्छ अब यो काजको हालत चाहिँ यस्तो गराइकी छ के भन्न चाहन्छ निशा भन्छ छिटो फर्स्ट 1 पोइन्ट चाहिँ निशाले पाइसकेको छ र पवनले चाहिँ अझै खोलेर भ्याएको छैन र अभियानले चाहिँ आधीभन्दा बढी चाहिँ यही छ गाइस अब चाहिँ हाम्रो सेकेन्ड फुड आइटम चाहिँ नस्पति रहेको छ र गाइस अब चाहिँ यिनी चाहिँ सानो ठुला छन् त्यही भएर मैले चाहिँ आँखीमा गराइदिन्छु है ल घुल्ला आएको छु देख्न सक्नुहुन्छ गाइस ल गाइस म चाहिँ आँखीमा गरेर राखिदिएको छु ल यिनीहरूलाई यो परेर रहेछ ल तँलाई ल यो चाहिँ गाइस हाम्रो सेकेन्ड फुड आइटम हो लेट्स गो ल कलेज ल यो टाइम स्टार्ट नाउ ल छिटो आऊ छिटो यसले चाहिँ गाइस आधी पारिसकेको छ देख्न सक्नुहुन्छ निल्नी त गर नस्पति के फाल्ने हो र आधी पारिसकेको छ देख्न सक्नुहुन्छ है पवनले पनि खाँदैछ र यसलाई चाहिँ तितो भाउरे खा केही छैन नस्पतिहरूले तितो खानुपर्छ तिमीहरूले चाहिँ यो सम्झेर खाऊ है लास्ट खाने यही हो त्यो चाहिँ झ्याम्मे एउटा मुखा हालिसकेको छ देख्न सक्नुहुन्छ फाल्न पाइन्न है तल त्यति खाएको त छिटो अलिअलि सो गाइस अभियानले चाहिँ आधी पारिसकेको छ त्यो मुखको निल्नु पर्यो यता फर्केर निल फेरि उहाँ कहाँ जान्छ जस्तो र गाइस यिनीहरूले चाहिँ आधी निशाको चाहिँ अझै जतिको त्यति सही देख्न सक्नुहुन्छ ओ छिटो खा किन ढोक्दै गर्छ र छिटो आयो ल छिटो कमन ल एक पोइन्ट छ च्यालेन्जको विनर चाहिँ सेकेन्ड पोइन्ट चाहिँ यसले पाएको छ 1 नम्बर पोइन्ट यो च्यालेन्जको नस्पति खानेको चाहिँ यसले पाएको छ ल 1 पोइन्ट एक चब चाहिँ हाम्रो अर्को फुड आइटम चाहिँ फ्रुटी रहेको छ देख्न सक्नुहुन्छ र यिनीहरूले चाहिँ फ्रुटी खोलेर खान सक्छन् कि नै यो चाहिँ पुरै सिल प्याक छ हैन मैले चाहिँ यसलाई खोल्देको छैन यिनीहरूले चाहिँ आफै खोलेर खान पर्ने हुन्छ र लेट्स गो अब चाहिँ मैले यिनीहरूलाई 1 घण्टा दिन्छु लेट्स गो
ल मैले टाइम भनेपछि है बल्ल अहिले खोल्न पाइन्न पर्यो टेप लगाइदिनुहोस् लगाइदिएन कि टेप सेप यो चाहिँ देख्न सक्नुहुन्छ है सबै नर्मल छ र यिनीहरूले चाहिँ आफै खोलेर खानु पर्ने हुन्छ र गाइस अब चाहिँ हाम्रो टाइमर स्टार्ट हुँदैछ 3 2 1 गो ल च्यालेन्ज स्टार्ट भइसकेको छ कसले छिटो फ्रुटी खोल्छ है ल निशा फुलले सिधा पार ल है गाइस ल खोल्दैछ नै निशाले चाहिँ झिकिसकि सबैले झिकिसकेको खाने ल सुरु चाहिँ ल लेट्स गो ल कसले पवनले चाहिँ सिधा पनि पारिसकेको छ लेट्स गो ल है ल गाइस देख्न सक्नुहुन्छ यिनीहरूले चाहिँ खोलिसकेको छन् पवनले चाहिँ अझै किन ढोक्दैछ र सोकाइ चाहिँ यिनीहरूले चाहिँ गाडी छ पवनले चाहिँ गाइस गाडी छोकै देख्न सक्नुहुन्छ पवनले चाहिँ गाडी छोको निशाले चाहिँ अझै मुगा हालिरहेकी छ ल छिटो 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 कसले छिटो खान्छ ल सोकाइ चाहिँ यिनीहरूले चाहिँ खाँदैछ नै ल पवनले चाहिँ सुरो घुसाएर खान सुरु गरिसकेको छ होइन एउटा अभियानले चाहिँ गाइस अझै सुरो यो झिकेको पनि छैन सुरोभित्र प्लास्टिकभित्रबाट सुरो पनि झिकेको छैन सोकाइ निशाले चाहिँ सुरु गरिसकेको छ र पवनले पनि आधी पारे छ जस्तो लागिसकेको छ मलाई र अभियानको चाहिँ अझै सुरो चाहिँ मुखा माथि छ झिकेको छैन सक्नुहुन्छ पवनले चाहिँ आधी पारिसकेको छ यस्तो यो अझै छ यति खै ल छिटै कल छिटो भ्याउँछ पवनले भ्याउँछ ल ल यो च्यालेन्ज पवनले भ्या भने सबैले एक पोइन्ट हुन्छ नै ल है ल किन तान्ने र ल ल छिटो है ल म चेक गर्छु है ल छिटो छैन ल भ्याइहाल पवनले चाहिँ सिधाइसकेको छ फ्रुटी देख्न सक्नुहुन्छ र सेकेन्ड चाहिँ को हुन्छ सेकेन्डलाई केही छैन सो गाइस हाम्रो यो मतलब अलग ही लेभलको भन्नु सो गाइस हाम्रो चाहिँ यो फ्रुटीको राउन्डको चाहिँ पवनले जितिसकेको छ देख्न सक्नुहुन्छ है सबैले एक एक पोइन्ट पाएका छन् र सेकेन्डमा चाहिँ निशाले भएकी थिए र अभियानले चाहिँ खोल्न पनि सकेको छैन देख्न सक्नुहुन्छ है सिल प्याक नै छ सो गाइस हाम्रो चाहिँ अब अर्को लास्ट हो यिनीहरूले चाहिँ गाइस एक एक पोइन्ट पाएका छन् निशाले चाहिँ बिस्कुटमा चाहिँ 1 पोइन्ट ल्याएकी थिए भने पवनले चाहिँ फ्रुटीमा ल्याएको छ र अभियानले चाहिँ नास्पातीमा ल्याएको छ र त्यही नै गाइस अब चाहिँ हाम्रो लास्ट यो दालमोट चाहिँ जसले खाएर सिद्धाउँछ उसैले चाहिँ यो च्यालेन्जको विनर हुन्छ र 1000 रुपियाँ पाउँछ लेट्स गो अब चाहिँ मैले यिनीहरूलाई 1 कुन्टा दिन्छु यो सो गाइस अब चाहिँ मैले यिनीहरूलाई 1 कुन्टा दिन्छु दालमोट ल लेट्स गो म चाहिँ स्टार्ट भनेपछि खाना पाउँछु है गाइस अब चाहिँ च्यालेन्ज स्टार्ट भइसकेको छ र पानी पनि परेको छ 1 2 3 गो कसले चाहिँ गाइस छिटो दालमोट खोल्छ है लेट्स गो कल छिटो खोल्छ गाइस र गाइस यो चाहिँ फाइनल च्यालेन्ज हो जसले नि छिटो दालमोट खोलेर खान्छ त्यसले चाहिँ यो च्यालेन्ज जित्छ र 1000 रुपियाँ पनि जित्छ लेट्स गो सो गाइस निशाले पनि खोल्दैछ र पवनले पनि आफ्नो पुरा शक्ति युज गरिरहेको छ अभियानले पनि खोलिसकेको छ लेट्स गो ल कसले छिटो भ्याउँछ है ल छिटो निशाल चाहिँ खोलिसकेको छ ओ ल भैँमा पुग्न पाइन्न है यो पोहेको फेरि खाने है ल पोहेको चाहिँ गाइस खानै पर्छ यो भैँमा फाल्न पाइन्न भैँमा पोख्यो भने ल छिटो तिते गरेर सम्झाऊ है तिते गरेर सम्झाऊ ल छिटो है निशाले चाहिँ यहाँ भैँमा पोखेको छ देख्न सक्नुहुन्छ है फोन किन जान्छस् अभियानले पनि खाँदै गाइस ल लेट्स गो ल कल छिटो भ्याउँछ है सो गाइस जसले चाहिँ बाहिरतिर चाहिँ पानी परेको छ देख्न सक्नुहुन्छ त्यही भएर यहाँ चाहिँ एकछिनको लागि चाहिँ भिडियो बन्द भयो र अब चाहिँ गाइस हामीले भित्र चाहिँ कम्प्लिट गर्नेछौँ भिडियो लेट्स गो सो गाइस यो च्यालेन्जको विनर चाहिँ निशा भएकी छ यिनी केटाहरूले चाहिँ पोचेल्ट भित्र आएर बल्ल खाए होइन निशाले चाहिँ खाएकी छ देख्न सक्नुहुन्छ र गाइस हामीले चाहिँ अनि सुरुमै भनेको थिएँ मैले चाहिँ जो पनि सेकेन्ड र थर्ड हुन्छ त्यसले चाहिँ चिल्ली जुस र यो तिते करेला खानुपर्ने हुन्छ तिते करेलाको झोल ल गाइस अब चाहिँ हाम्रो सिजर पेपर रक हुनेवाला छ किनभने चाहिँ यो च्यालेन्ज चाहिँ कहिले के खाने भन्ने भएको छ त्यही भएर ल देख्न सक्नुहुन्छ यसमा चाहिँ चिल्ली जुस भनेर लेखेकै छ यसमा चाहिँ तिते करेलाको रस ल लेट्स गो 1 2 3 गो खानी मुखा ल 1 2 3 गो खाएर कि यो कम्पिटिसनहरु भ्याउनु ल छिटो ल अलिकति खानु पर्यो ल अलिकति खानु पर्यो ल पुरै खानु पर्यो वाक्न नि सकिन्छ अलि टाढा र खाइसकेको छ खुर्सानीको रस देख्न सक्नुहुन्छ ल फेरि अलिकति खाएर देखाइदे ल अहिले पनि खाइसकेको छ तिते दबाई हो नि गाई मतलब वो अलग ही लेभलको भन्दा त सो गाइस यो चाहिँ तिते करेलाको जो रसै फेरि यसले स्क्रिप्टेड गराएर नभन्नु होला यो चाहिँ तिते करेलाको जो रसै यिनीहरूले चाहिँ खाएका छन् मुख पिटाएर अब मैले प्रेसर सो गाइस यो च्यालेन्जको विनर चाहिँ निशा भइसकेको छ ल यसलाई चाहिँ हामी 1000 रुपियाँ दिन्छौँ ल लेट्स गो ल अब यसले चाहिँ गाइस यो भिडियोमा चाहिँ 500 भ्युज आयो भने चाहिँ एकछिन खाने भनेकी छ र लेट्स गो त्यही नै हो थ्याङ्क फर वाचिङ दिस भिडियो एन्ड बाइ बाइ गाइस